साथीहरू हामी गञ्याप तेम्बाथाङ अर्गानिक कफी उत्पादक संघको कफीको सुकेको पर्सेन्ट चेक गर्दैछौँ कफी मोइस्चर मेसिनद्वारा। यसको 1 तला 2 तला 3 तला गर्छौँ हामी। सबभन्दा पहिला यहाँको चेक गर्छौँ साथीहरू। यो चाहिँ चेक गर्ने तरिका, यो कफीलाई यसरी लिएर विधिहरू मेथडहरू यसरी यसलाई यहाँ भरिहाल्ने, यहाँ यसरी हालिदिने। हालिसकेपछि हामी यसको चेक गर्छौँ साथीहरू। माथिल्लो तला 28.2% आएको छ। सुकिएको अवस्थामा चाहिँ 8% आउनुपर्ने छ साथीहरू। यहाँ 28.2 भनेको यो नसुकेको। यसलाई हामी अर्को तल्लाको हेर्छौँ। यसलाई अब निकाल्छौँ। यो माथिको तल्लाको हेर्छौँ साथीहरू। यसलाई यसरी यसलाई पनि चेक गर्छौँ मस्तीले। टेस्ट गर्छौँ। टेस्टिङ रहेछ। माथिल्लो तलाको अवस्था कस्तो छ त्यो हेर्न सकिन्छ। केही मात्रामा सुकेको छ। अझै यसको पनि पुगेको छैन साथीहरू। यो अझै सुक्न अझै बाँकी छ। यो पनि यसको पनि अवस्था त्यो छ। अब हामी तल्लो तलाको हेर्छौँ। यसलाई फेरि खोलेर यसलाई केही समय अझै सुकाउनु पर्ने अवस्था छ। त्यसपछि मात्रै यसलाई बिक्री गर्न अथवा गर्न सकिन्छ। यसलाई यही राख्छौँ हामी। अब हामी तल्लो तलाको टेस्टिङ गर्छौँ साथीहरू। यसको अवस्था कस्तो छ भनेर। यसको चाहिँ